नमस्कार साथीहरू, मेरो युट्युब च्यानलमा यहाँहरूलाई हार्दिक स्वागत छ। अहिले म साउदी अरबमा ट्रक चलाउँछु। आज म पार्किङमा आएर बसिरहेको छु। आजको भिडियो हामी यात्रा होइन साथीहरू, मेरो ट्रकको क्याबिनभित्रको सम्पूर्ण सेटअप हेर्नेछौँ। म कहाँ सुत्छु, सामान कसरी मिलाएर राखेको छु, ट्रकभित्रको वास्तविक जीवन कस्तो हुन्छ, सबै कुरा आजको भिडियोमा हजुरहरूलाई देखाउने छु। तपाईहरू मेरो भिडियो हेरिदिनुहोस्। अब हामी लागौँ है त क्याबिनतिर। यो चाहिँ क्याबिनको फ्रन्ट साइडमा साथीहरू 3वटा बक्सहरू रहेका छन्। 3 बक्स देख्न सक्नुहुन्छ। अब यो पहिलो बक्समा स्पेस राम्रो छ, हामीले हरेक कुराहरू राख्न सकिन्छ। मैले चाहिँ खात्रङ खुत्रुङ सामानहरू राखेको छु। त्यस्तै दोस्रो बक्समा पनि टन्न कपडाहरू राख्न सकिन्छ। मैले सामान्य कपडाहरू राखेको छु। स्पेस चाहिँ टन्नै छ, तपाईहरूले जेसुकै कुरा नि राख्न सक्नुहुन्छ है। अनि तेस्रो बक्समा पनि सामानहरू राख्न सक्नुहुन्छ। मैले चाहिँ डकुमेन्ट पेपरहरू राखेको छु हैन। यो चाहिँ मैले लोड गरेका पेपरहरू डकुमेन्टहरू यहाँ राख्ने गरेको छु। अनि साथीहरू यो कम्प्युटरको चाहिँ खासै के हो मलाई पनि थाहा छैन। यो जिपिएस सिस्टम होला। जिपिएसले के गर्ने काम हो, हामीले खासै यो चलाउनु पर्दैन। यो देख्दै गर्नुभएको चाहिँ यो हरन हो, ठुलो हरन हो। अनि सानो यो क्याबिनभित्रको लाइट हो साथीहरू। त्यस्तै गरेर यी दुईवटा साना साना यिनीहरू पनि बक्स नै छन्। मजाले यिनीहरूमा नि सामान राख्न सकिन्छ। त्यस्तै गरेर म तपाईलाई बेड देखाउन चाहन्छु। यो बेडको माथिल्लोपट्टिको भाग दोस्रो बेड हो। हामी विशेष गरी मुनिको बेडमा मात्र सुत्छौँ, सिङ्गल हिँड्ने भएको कारणले गर्दा। यदि डबल डाइभर हुनुहुन्छ भने तल्लो बेड र माथिल्लो बेड दुइटै प्रयोग हुन्छ। तर सिङ्गल डाइभर हामी हिँड्ने कारणले गर्दा चाहिँ माथिल्लो बेड चाहिँ हामीले फोल्ड गरेर हरेक आफ्ना कपडाहरू सामानहरू सबै यहीँ राख्ने गरिन्छ साथीहरू। मैले नेपालको झन्डा पनि राखेको छु। माया लाग्छ, के गर्ने है, कति आनन्द लाग्छ नेपालको झन्डा राख्दाखेरि। ल हेर्नु साथी हो, म सुत्ने बेड चाहिँ यो मुनिबाटको हो। यस्तो छ, आरामदायी नै छ, त्यस्तो गाह्रो केही छैन, सुत्नलाई सजिलो छ। उल्टाइ फर्की सुत्न पाइन्छ, सहजता छ, त्यस्तो गाह्रो छैन साथीहरू। अब म तपाईलाई अगाडिको भाग रहेको छ, खासै त्यस्तो केही छैन क्याबिनमा, नर्मलै हो है। यो अगाडिको मैले मोबाइल भिडियो खिच्नको लागि त्यहाँ सेट गरेको छु साथीहरू है। यो चाहिँ मैले सेन्टको हो। यो घाम पर्यो भने चाहिँ घुम्छ हेलिकप्टर, यो विशेष गरी सेन्टको लागि राखेको छु। अनि साथीहरू अब यस्तै छ है। अब तपाईहरूलाई यो मैले झ्यालतिर पो देखाउँछु ल। यो बिचको स्पेस हो। बिचको स्पेसमा नि बसेर खानालाई मजाले आनन्द छ। मैले पानीहरू राखेको छु, अन्य सरसामानहरू राखेको छु। के गर्नु, चाहिएको होइन, खाद्यान्नहरू, कुकर राखेको छु खाना बनाएर है। अरू त यस्तै नै हुन्छ। तपाईँलाई म यता साइडपट्टिको पर्दा खोलेर देखाउँछु। साथीको ट्रक रोकिराख्नु भएको छ है। घाम पनि मस्त लागिरहेको छ। म चाहिँ पर्दा लाएर बसेको छु। अब म ड्राइभर साइडको पर्दा खोलेर देखाउँछु। यता पनि साथीले गाडी पार्किङ गरेरै बस्नु भएको छ साथीले पनि है। घाम एकदम लागेको छ पुरै। ल हेर्नुहोस्, हाम्रो कम्पनीको गाडी हो त्यो है, देख्न सक्नुहुन्छ। त्यस्तै गरेर साथीहरू मैले अहिलेसम्म नयाँ लिएको गाडी 1,40,000 कुदाइसकेको छु है। अब यस्तै छ, बसाइ छ, काम गरिँदैछ है साथीहरू। अब यस्तै हो, एक्लै बस्यो, मोबाइलसँग टाइम पास गर्यो। अनि यात्रा गरेको बेला त टाइम छिटै कट्छ, तर जस्तै वेटिङमा भएको बेला, बसेको बेला चाहिँ यस्तै हो। टाइम पास गर्नको लागि मोबाइलहरू हेऱ्यो, अनि भिडियोहरू बनायो, अपलोड गर्यो। फेसबुकमा नि म अपलोड गर्छु। मेरो फेसबुक पेज पनि छ। फेसबुकमा गएर पनि तपाईँहरूले भिडियोहरू हेर्न सक्नुहुन्छ है त साथीहरू। अब यो तलको भाग चाहिँ साथीहरू, यो खुल्ला भागमा चाहिँ यो हावा हान्ने हो, यो साफ गर्नको लागि। यो खुल्ला भागमा चाहिँ राम्ररी बसेर खानको लागि है स्पेस छ, राम्रो स्पेस छ। यो मुनिबाटको, यो बेडदेखि मुनिबाटको भाग देखिएको छ, त्यसमा पनि मस्त सामान राख्न मिल्छ। एकदम जे सामान राखे पनि मस्त सामान राख्न मिल्छ। त्यो कारणले गर्दा एकदम
स्पेस चाहिँ क्याबिन त ठुलो हुन्छ, प्राय सामानहरू राख्नको लागि चाहिँ गाह्रो छैन। त्यसभित्र धेरै सामानहरू अट्छ बेडमुनि। तपाईँहरूले जेसुकै राख्न पनि मिल्छ, सुटकेसदेखि लिएर होइन, खाद्यान्नका सामानहरू, कपडाहरू, अनि पानीका ग्यालेनहरू, जेसुकै पनि त्यहाँ राख्न मिल्छ। ठुलो स्पेस हुन्छ। धेरै धेरै धन्यवाद हजुरहरूलाई यो मेरो भिडियो हेरिदिनु भएकोमा है। हौसला र माया सपोर्ट दिनुहोला। म यस्तै नयाँ नयाँ भिडियो ल्याउने छु। हामी जस्तो सानो क्रिएटरहरूलाई सहयोग गर्नुहोला है साथीहरू, यही आशा गर्छु तपाईँहरूबाट। किनकि म तपाईँहरूले हौसला दिनुभयो र मेरो भिडियो हेरिदिनु भयो भने म नयाँ नयाँ भिडियो ल्याइरहने छु। यति भन्दै साथीहरू, म अर्को भिडियोमा भेट्ने बाचाका साथ हजुरबाट बिदा हुन्छु। हस्त नमस्कार। फेरि दोस्रो भिडियोमा भेटौँला। जय नेपाल, जय देश, जय जनता।